का लागि मान्यहरूलाई त्यो प्रतिवेदन विषयहरू प्रस्ताव गरेका थियौँ जुन तपाईँहरूको हातमा हामीले उल्लेख गरेका थिए संसदमा लाने प्रयत्न गरेको छ। मान्य सदस्यलाई समय मन्त्रीज्यू पनि आउनु भएको छ, त्यसैले बैठक प्रारम्भ भन्ने मेरो आग्रह पनि छ। त्यसमा सबै साथीहरू लागिरहनु भएको छ, मैले मात्रै भनेर होइन। भएकोले प्रधानमन्त्री कार्यालयबाट आजको यस कार्यक्रममा समितिले आफ्नो प्रतिवेदन पेश गर्छ जो कर्मचारीको छलफल हुने भन्ने कुरो त्यो के भयो म बुझ्न चाहन्छु। अहिले के देखियो भने हामीले कतिपय हतारमा काम गर्ने अनि ट्याक्स सर्ने हाम्रो जुन प्रविधि छ नि यो यसो गर्नु हुँदैन सबैसँग म अहिले भन्छु।